लसो ख्यापुला हजुरहरू सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु अनि आज चाहिँ हामी स्कुलको टुर जाँदैछौँ टुर हैन पिकनिक होला पिकनिक अलिअलि मलाई भन्न आउँदैन हेर्नु साथीहरू अनि यहाँ हाम्रो म्यामहरू हुनुहुन्छ हामी चाहिँ हिँडेर जाँदैछौँ चोकसम्म चोकदेखि चाहिँ बस चढ्नुपर्छ है फेरि हामी चाहिँ चोकमा आइपुगिसक्यो है बस कुर्दैछु हो पानी नि सिमसिम परेकै छ भने के बिति यस्तो भयो होला यहाँ चाहिँ गाडी रोकेको छ है हेर्नु होला है लेट्स गो हामी चाहिँ जङ्गलको बिचमा आइपुगेको छ है गाई अनि कस्तो लाग्यो डाँडामा भएपछि भिड जस्तो भयो यो चाहिँ मनोकामना मन्दिर जाँदैछु ल तपाईँहरू पनि आउनुहोस् है साथीहरू म चाहिँ यहाँ हिँड्दा स्वाहा भइसक्यो अनि तपाईलाई ससा भयो म्याम म तपाईलाई त्यो हिँड्ने बानी नपरेर होला सित्ताले लान्छु यस्तो भर्याङ चढ्नुपर्छ अनि यो मन्दिरमा चाहिँ होइन हामीले सोचेको अनि माग्यो भने चाहिँ भगवान्सँग माग्यो भने चाहिँ सबै पुरा गरिदिन्छ अरे त्यही भएर म चाहिँ विशेष कुरा माग्न जाँदैछु अनि तल चाहिँ म्यामहरू दुईजना आउँदै हुनुहुन्छ अनि म्यामहरू नि हुनुहुन्छ यहाँ म चाहिँ स्वाहा भइसक्यो यार हेर गाइस म मोटाएको छु भन्दा नि डुब्लाइरहेको छु दुब्लाए नि स्वाहा चाहिँ हुने रहेछ कि अनि सिमसिम पानी नि परिरहेछ अनि यहाँनिर चाहिँ धारा पनि रहेछ वाउ खतरा ढुङ्गे धारा रहेछ नि साथीहरू अनि पानी तिर्खा लाग्यो भने यो धारामा खान मिल्ने के अनि यहाँ चाहिँ पूजा गर्नलाई सामानहरू पनि पाइने रहेछ है बल्ल आइपुग्यो हो गाई चाहिँ अनि यहाँ चाहिँ बस्ने व्यवस्था नि रहेछ जे होस् राम्रो व्यवस्थित ठाउँ रहेछ अनि यही हो साथीहरू मनोकामना मन्दिर चाहिँ अनि यहाँ चाहिँ पूजा गर्ने हो हेलो मलाई नि टिका लिएर आउनु है म्याम म एउटा काम अराउ म्याम म हात पखालिसकेँ मलाई मैले कहिले नअराएको मलाई त्यो पेटी यस्तो मात्र गर्दैन मिल्दैन होइन भने पिटी मात्र हाम्रो म्यामको यहाँ चप्पल फुकाल्दैछु म भ्लग नबनाउनु थ्याङ्क यू म्याम वेलकम जे होस् भ्यू चाहिँ राम्रो रहेछ जङ्गलको बिचमा तपाईँहरूले पनि घुम्न मन लाग्छ भने यहीँ आउनु है साथीहरू यहाँ मान्छेहरू पनि आउने रहेछ पिकनिक यहाँबाट मुनिदेखि आउनुपर्छ क्या अनि यहाँ चाहिँ खाजा खाने ठाउँहरू पनि व्यवस्थित रहेछ एकदम धेरै रमाइलो ठाउँ थियो अनि हाम्रो यहाँ चाहिँ सर म्यामहरू नाच्दै हुनुहुन्छ
अनि हामी खाजा पनि खाजै 2 चोटि खाना खाएकै छ क्या आज चाहिँ एकदम धेरै रमाइलो नि भयो। अनि हामी चाहिँ घर फर्किने बेला भयो अनि यहाँ म्याम र म चाहिँ डिस्कस गरिरहेको छु कि म्याम फर्स्ट सिटमा बस्नै मान्नु भएको छैन, मैले चाहिँ जबरजस्ती राखिराखेँ फेरि। ल के साथीहरू हामी चाहिँ घर जाँदैछु है। घर पनि आइपुगिसक्यो अनि पानी नि सिमसिम परिरहेको थियो कि अनि म घर आइपुग्ने बित्तिकै मेरो के मुख पुच्छर हल्लाउँदै आउँछ पछि कति खुसी हुन्छ कि यो। ल के साथीहरू अर्को भिडियोमा भेटौँला। ओके बाई बाई सी यू।